समस्याहरूलाई चिर्दै यहाँसम्म आउँदाखेरि 1 दशक अब पुरा गर्दैछौँ र 1 दशकसम्म आउँदाखेरि थुप्रै उपलब्धिहरूको बावजुद अब हामी समीक्षा गर्ने 1 दशकको समीक्षा गर्ने चाहिँ ठाउँमा आएका छौँ। आधा आकाश आधा धरती ओगटेका महिलाहरूको प्रतिनिधित्व समानुपातिक समावेशी ढङ्गले, दलितहरूको प्रतिनिधित्व समानुपातिक र समावेशी ढङ्गले यहाँको सरकारमा प्रत्यक्ष सहभागी रह्यो र ती सहभागिता हामीले कति अपेक्षाकृत जनताको हित अनुकूल, ती समुदायको हित अनुकूल चाहिँ परिचालन र प्रयोग गर्न सक्यौँ, हामीले समीक्षा गर्न जरुरी छ। आउँदो यात्रा हामीले तय गर्न जरुरी छ। यहाँसम्म आउँदाखेरि आज अध्यक्षले प्रस्तुत गर्नुभएको नीति र कार्यक्रममा सम्पूर्ण आयामहरूलाई थपेर सरकार भनेको ओभरअल समस्याहरूको समाधानको चाहिँ नीति निर्माणकर्ता र नेतृत्वकर्ता भएकोले सबै कुराहरूलाई समेट्नु भएको छ। र यो वर्ष, यो आर्थिक वर्ष 83-84 अब फाइनल र फिनिसिङको, यो अवधिको जनप्रतिनिधिको फाइनल फिनिसिङको चाहिँ अवधि हुन जरुरी छ र थप कार्यहरू 84 मा आउने जनप्रतिनिधिहरूले त्यसलाई इत्ता थप्दै अगाडि बढ्नेछ। हो, हामीलाई थाहा छ, म प्रत्यक्ष मलाई थाहा छ, विगतमा यो विकट ठाउँमा हाम्रो गाउँपालिकाको जग बसाल्न निकै गाह्रो भयो र त्यो जग बसाल्दै हाम्रो कार्य अवधि सक्यो र अहिलेको जनप्रतिनिधि साथीहरूले थप जगहरू बसाल्दै त्यसमा हिस्साहरू थप्दै अगाडि बढ्नु भएको छ। यो निरन्तर कार्य हो। यो निरन्तर कार्य भएकोले यसलाई चाहिँ पूर्णता दिन यो 1 दशकमा 2 चरणको जनप्रतिनिधिले मात्र पूर्णता हुन्छ भन्ने कुरो चाहिँ होइन, तर पनि सकारात्मक सुरुवात भएको छ र यात्रा अगाडि बढेको छ। शिखरमा पुग्न धेरै कठिनाइहरू सामना गरेर चाहिँ हामी अगाडि बढ्नु पर्नेछ। हामीलाई गर्व छ, सुनसरी गाउँपालिका सरकार चलाइरहेको छ। सरकार स्वयं आफ्नो खुट्टामा उभिन्छ, आत्मनिर्भर भएर अगाडि बढ्छ। सभा छ, कार्यपालिका छ र न्यायपालिका छ। हामीले हाम्रो कानुन हामी आफै निर्माण गरेर अगाडि बढिरहेका छौँ र गर्वका साथ हामी अगाडि बढ्न जरुरी छ। अहिलेसम्म हामीले जुन प्रयत्नहरू गऱ्यौँ, प्रयत्नहरू गर्दाखेरि हामी असफल भएका कुराहरू सफल पनि हुन पाउँछ र असफल पनि हुन पाउँछ। काम गर्ने क्रममा सबै कुराहरू सफलता हात पर्दैन। असफलताहरूलाई समीक्षा गरेर, परीक्षण गरेर त्यसलाई नयाँ बाटाहरू तय गर्दै अहिलेसम्मका सफलताहरू, उपलब्धिहरूलाई हामीले हाम्रो सम्पत्ति हामीले रक्षा गरेर त्यसलाई विकास गरेर चाहिँ जान जरुरी छ। र मित्रहरू, अहिलेसम्म आउँदाखेरि यतिखेरको परिस्थिति स्वाभाविक रूपमा अलिकति विपरीत परिस्थिति छ। हामीले सोचेका थियौँ हिजो राजनीतिक पार्टीहरूले संविधानमा त बहुमत कसैले ल्याएनन्, बहुमत नल्याउँदाखेरि हङ पार्लियामेन्टमा गयो, मिलिजुली सरकारमा गयो। एक ठाउँमासम्म जाँदाखेरि मिल्यो, अर्को ठाउँमा पुग्दाखेरि नमिल्ने र एउटा निस्किने बित्तिकै सरकार उठ्ने प्रक्रियाले चाहिँ यो होइन भनिरहेका थियौँ। तर व्यवहारले ठुलो करिब 2/3 नजिक भएर पनि यो अस्थिरता त आउँदो रहेछ। अस्थिरता अहिले एक ढङ्गले तीव्र रूपमा चाहिँ छ। अहिले बहुमत नजिक पुगेको रासोपाभित्र पनि अस्थिरता छ, अरू पार्टीभित्र पनि अस्थिरता छ। राजनीति भनेको देश बदल्ने मूल नीति र मियो भएकोले राजनीतिक पार्टीहरूको कमानमा, राजनीतिक पार्टीहरूको आन्तरिक जीवनमा गडबडी आउनुले सबै कुरोहरूलाई असर पार्ने गर्दछ र अहिले हामी त्यो भोगिराखेका छौँ। अस्थिरता फेरि पनि अस्थिरतै अगाडि बढिराखेको सन्दर्भमा अहिले स्वाभाविक रूपमा निम्न पुँजीवादी अवसरवादी चिन्तन एकदम हाबी भएर अगाडि बढेको छ। अहिले यतिखेर आजसम्म मितिसम्म आउँदाखेरि मनमथिङ्गलहरू अर्थात् दिल दिमागहरू धेरै हल्लिरहेका छन्। मैले देखिरहेको छ, यता उता हाम फालेको छ, उताको यता हाम फालेको छ। मान्छेको सोच मनस्थिति ठाउँमा छैन। अहिले मध्यम वर्ग सबैभन्दा बढी यसमा
चाहिँ चलबलाइराखेको चाहिँ मैले देखिराखेको छु, हामीले देखिरहेका छौँ। यसको अप्ठ्यारो र यसको प्रत्यक्ष ठोकाइ हामी सबैमा चाहिँ ठोकिन आइरहेको सन्दर्भमा यो अहिले प्रस्तुत नीति र कार्यक्रमलाई अर्थात् बजेटलाई कार्यान्वयन गर्नको लागि सम्पूर्ण जनप्रतिनिधि साथीहरू, कर्मचारी साथीहरू, तपाईँ तरङ्गित नहुनुहोस्। अहिले तपाईँ हामीले धेरै समस्याहरू भोगेका छौँ। विकासको उचाइ सँगसँगै अहिले नागरिक कमेन्ट पावर निकै उठेको छ। तर नागरिक कमेन्ट पावर कसरी उठ्यो भन्दाखेरि अनकन्ट्रोल, कसैको नियन्त्रणमा नभए जस्तो अराजक ढङ्गले उठ्दाखेरि पछिल्लो यो धनबहादुर पुनको नेतृत्वमा आएको जनप्रतिनिधिहरू नागरिक कमेन्ट पावरको नाममा चाहिँ अलि बढी आलोचना, अलि बढी चाहिँ ठोक्करहरू खाएको कुरो पनि स्वाभाविक हो। हिजो हाम्रो कार्यकालमा मैदान खाली थियो, काँडा थियो, त्यो काँडाहरूलाई हामीले फाल्यौँ, पच्चर जमिनहरूलाई हामीले चाहिँ उठायौँ। अहिले आउँदाखेरि चाहिँ नागरिक कमेन्ट पावरको नाममा चाहिँ अझ अराजकता बढी, आलोचना बढी ठोकिँदाखेरि कतिपय सन्दर्भमा कर्मचारी साथीहरू, जनप्रतिनिधि साथीहरू आजिज जस्तो हुनुपर्ने स्थितिमा म तपाईँहरूलाई के भन्न चाहन्छु भने यस्तो प्रकारको कुरोहरू आउँछ। नबिराएपछि डराउन जरुरी छैन। कयौँ कुराहरू नबिराएर पनि आलोचनाको शिकार हुनु परिराखेको छ र अब अन्तिम वर्ष छ। अन्तिम वर्ष तपाईँहरूको भोलि कार्यकाल सकिन्छ, आजको मितिसम्म। अब त मेरो कार्यकाल सकियो, अब कहिले सकिन्छ औँलामा नगर्नुहोस्। तपाईँ भोलि सकिनेछ भने आजसम्म उत्साहका साथ जनताको सेवामा तपाईँहरू तत्पर भएर अहिलेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नको लागि चाहिँ म यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। र हाम्रा आफ्नै प्रकारका समस्या छ। शिक्षकमा, कर्मचारीमा हाम्रो यहाँको स्थायी जनशक्ति छैन। अस्थायी जनशक्तिले अहिले धेरै स्वास्थ्य कर्मीहरूलाई सचिव बनाएर चाहिँ हामीले चाहिँ काम चलाउनु परिराखेको स्थिति छ। म धन्यवाद दिन चाहन्छु हाम्रो प्रमुख प्रशासकीय अधिकारी कम्तीमा पनि अध्ययन काम गरिराख्नु भएको छ, परिणाम निकाल्ने गरेर काम गरिराख्नु भएको छ। विगत हाम्रो कार्यकालमा एउटा गाउँपालिकामा 12 जना प्रमुख प्रशासकीय अधिकारीहरू फेरबदल हुनुभएको थियो। त्यस्तो हुँदाखेरि के हुन्छ भन्दाखेरि हाम्रा कामहरू रिजल्टमुखी हुँदैन। अन्तर्विरोधहरू ठिक ढङ्गले बुझ्ने र समाधान गर्ने कुरोमा चाहिँ समस्या आउँछ। र अन्य शाखाका कर्मचारीहरू, शाखा प्रमुखहरू पनि जमेर काम गरिराख्नु भएको छ। सुनसरी गाउँपालिकामा त्यो कठिन भूगोलमा पनि तपाईँहरूले चाहिँ दत्तचित्त भएर काम गरिराख्नु भएको छ। अबको बाँकी टाइम, बाँकी समय पनि तपाईँहरूले यही ढङ्गले काम गरिनुहुनेछ र सबै उत्साहका साथ अगाडि बढौँ। जति बेला एउटा आँधी चल्छ, हुरी चल्छ, हामी सुनसान बेला मात्र होइन कि आँधी र सुनामीको पनि सामना गरेर अगाडि बढ्ने नै सरकारको नेचर हुनुपर्छ। त्यसलाई ह्यान्डलिङ गर्ने अर्थात् कन्ट्रोल गरेर ठिक ढङ्गले जनतालाई सेवा दिने कुरोहरूमा पनि हामी चाहिँ अधिक भएर उभिनुपर्छ। म यहाँहरूलाई यो अनुरोध गर्दै आजको यो सभा